हेलो दाइ नमस्ते दाइ नमस्ते नमस्ते दाइ हामी यो अहिले चाहिँ स्यामराङ र यो सोतीभन्दा माथि कुन गाउँ जोड्ने गाउँ हो यो पुलको यो पुल चाहिँ यो पुल चाहिँ खासै यतापट्टि चाहिँ के भन्छ मैले त्यति थाहा भएन यता चाहिँ स्यामराङ हो सुतीभन्दा माथि पुल हो अरू त मैले यो त धेरै लामो रहेछ नि दाइ लामो पनि धेरै लामो त नि सर मैले चाहिँ यो धेरै लामो यो कसरी के हिसाबले कसरी बनाएको म आफै छाके परेको छु गइरहे हेर्नु दाइ कति अग्लो दाइ धेरै अग्लो छ दाइ यो त धेरै अग्लो नि सर यो त दाइ यो त ओजलमै परेर यस्तो अग्लो पुल हेर्नु ल अग्लो म देखाउँछु हेर्नु है साथीहरू हेर्नु है हेर्नु म तपाईँलाई जुम गर्दा भने खोला त्यत्रो ठुलो चाहिँ खोला छ त्यत्रो खोलामा पनि हेर्नु त ल यति हाइटमा छ हामी यति माथि छौँ अहिले ल हेर्नु यति माथि छौँ यति अग्लो पुल त दाइ कति टाइम लाग्यो के तपाईँलाई के थाहा छ दाइ कहिले बने के भयो के थाहा भएन सर मलाई के थाहा छैन तपाईँ लगबाट तपाईँ यहाँ तपाईँ नि स्थानीय बासिन्दा जस्तै हो नि तपाईँहरू त अब धार्चे र आरुघाट धार्चे गाउँपालिका र आरुघाट त तपाईँ नजिकै हो नि त होइन छिमेकी हो हुन त भए पनि मैले प्रायः चाहिँ यता चाहिँ यसो गुलमिल त्यति थिएन है त्यही भएर मैले त्यति यदि तिन ए गरेँ भनेर त थाहा भएन होइन हस् धन्यवाद दाइ है ल तर पनि हेर्ने साथीहरू म देखाउँछु पुल हामी बिचमा छौँ अहिले है बिचमै छौँ एक लग पास नि गरौँ म पास गरेर देखाउँछु हेर्नु है म बिचमा छु साथीहरू है बिचमा छु हामी बिचमा अहिले चाहिँ म हाम्रो चाहिँ धार्चे गाउँपालिकाको चाहिँ वार्ड नम्बर 7 को चाहिँ हाम्रो चाहिँ वडा सदस्य दाइ हुनुहुन्छ हाम्रो पन्द्रु गुरुङ दाइ अनि उहाँसँग हामी चाहिँ यहाँ भत्तावार्ने क्रममा चाहिँ दाइले यहाँ लामो पुल छ जाउँ सर भनेर आउँदाखेरि मलाई त अचम्मै लाग्यो यस्तोमा आमामा यस्तो पुल छ हेर्नु साथीहरू हामी यति हेर्नु है हामी यति चाहिँ माथि छौँ है हेर्ने म तल हेर्न सकेन जी डरै लाग्यो भने यस्तो अग्लो ठाउँमा छौँ हेर्नु यस्तो अग्लो अचम्मै लाग्यो मलाई त अहिलेसम्म यस्तो ठाउँ नै रहेछ यहाँ भनेर है अचम्मै लाग्यो भने यस्तो अग्लो ठाउँमा है कसरी बनाउनु भयो होला है हामी हेर्नु यहाँ पुलमा हिँड्दाखेरि हामीलाई अहिले डर लागिरहेको छ कि रिङ्गटो लाग जस्तो भइरहेको छ ल हेर्नु है ल कोही साथीहरूलाई पनि यो चाहिँ पुल घुम्न मन लाग्छ भने चाहिँ आउनु होला सोतीबाट उता लिदिङ भन्ने ठाउँबाट तपाईँहरू स्यामराङ गाउँ जाने भनेर आउनुभयो भने आउनुहुन्छ यो त एउटा मात्रै हो योभन्दा माथि अझै दाइले भनेअनुसार अझै यो अग्लो ठाउँमा छ अरे यो म देखाउँछु तपाईँलाई जुम गरेर अलिअलि चाहिँ अलि मौसम नखुले देखिन त देखेला मौसम नखुले पनि देखिन त देखिरहेको छ है यो अझै अग्लो छ हेर्नु है त्यो पुल वहाँ छ माथि है अब म तपाईँलाई चाहिँ गइरहे देखाउँछु तल है तल कति छ ल हेर्नुहोस् है ल अब म जुम घटाउँदै जान्छु ल हेर पुल वहाँ छ तल हेर्नु ल यत्रो अझै अग्लो ठाउँमा छ हेर्नु दाइ त्यो ल अझै अग्लो छ ल